8 लाख भन्दा धेरै नयाँ भोटर्सहरूले आफ्नो आइडी रजिस्टर गरिसके। 33 वटा नयाँ पार्टीजहरूले पनि आफूलाई रजिस्टर गरिसके। पार्टीजहरू फेरि पहिलेको जस्तो बाटोमा निक्लिसके। फेरि पहिलेको जस्तै मान्छेहरूले नेताहरूलाई आई लभ यु भन्न थालिसके। कोहीले नेताको गाडीमा रातो अबिर छर्किदिँदै अस्ति जेन्जीले कसरी खुन बगाए भनेर याद दिलाउँदैछन्। कोहीले सोसियल मिडियामा पार्टीको एगेन्स्टमा फन्नी भिडियो बनायो भनेर धोप्पी खाँदैछन्। कोहीले त त्यत्तिकै बाटोमा आवाज उठायो भनेरै धोप्पी खाँदैछन्। हाम्रो देश कतातिर जाँदैछ मलाई थाहा छैन। र यो सब कुराले एउटा कुरा देखाउँछ, हाम्रो देशमा चुनाव लागिसक्यो। पोलिटिक्स इज अ डर्टी गेम भनेको सुन्नु भएको थियो होला। यो पालिको चुनावमा छर्लङ्गे आफ्नै आँखाले देख्नु पनि हुन्छ। यो पालि देशको मात्रै सवाल छैन, यो पालि पर्सनल कुरा पनि इन्भल्भ भएको छ। एकतिर नेताहरूले अस्ति लखेटिएर घर जलाएर इगो हट भएको छ भने अर्कोतिर युवाहरूले आफ्नै साथीले आफ्नै अगाडि ज्यान गुमाएको देखेर त्यसको रिस अझै मरेको छैन। मरोस् पनि कसरी एकजना अगाडि आएर हाम्रो गल्ती छ सम्मत भनेन कसैले। तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ, देशभरि आगो बल्नेछ। हामी यो भिडियोमा नेपालमा आखिरमा के चल्दैछ भनेर कुरा गर्नेछौँ। तपाईलाई लागिरह होला म पार्टी नेताको बारेमा मात्रै नराम्रो भन्छु, जनताको बारेमा वाह 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 मात्रै भन्छु जस्तो लागिरहेछ भने प्लिज यो भिडियो अहिले छोडेर जानु होला। फेरि तपाईको चित्त दुख्न सक्छ आउनेवाला कन्टेक्स्ट हेरेर। अब तपाईहरुलाई थाहा छैन होला, तर हाम्रो देशको आधी भन्दा धेरै प्रब्लम चाहिँ केपी ओलीले चाहनु भयो भने 1 मिनेटमै सल्भ गर्न सक्नुहुन्छ क्या। पसलहरुमा व्यापारहरु बढिएको छ, जनताहरुमा पनि एउटा छुट्टै उत्साह खुशी छ। उहाँ आउनुभयो, जग्गाको पनि भाउ बढिरहेछ र यहाँ जनता पनि एकदम खुसी छन्। अब अस्ति भर्खरैदेखि केपी ओली गुण्डुमा गएर बस्न थाल्नु भएको। त्यहाँको पसलहरुको व्यापार एकदमै बढेछ, जग्गाको भाउ पनि कहाँदेखि कहाँ पुगेछ, मान्छेहरु झन् यति खुसी भयो अरे। अब केपी ओलीले हामीले मजाले युज गर्ने हो भने देशको इकोनोमी त एकैछिनमा बढिहाल्छ नि। कुनै पनि ठाउँमा व्यापारहरु बढेन भने ओलीलाई पठाइदियो, मान्छेहरु खुसी भएनन् भने ओलीलाई पठाइदियो, कुनै पनि ठाउँको जग्गाको भाउ बढाउनु पर्यो भने ओलीलाई पठाइदियो। जस्तै काम नलाग्ने मान्छे पनि काहीँ न काहीँ काम लाग्छ भनेको चाहिँ हो रहेछ है। एउटा दिदीले फेरि म गुण्डुकै हो, व्यापार जग्गा बढे नि खुसी चाहिँ छैन, डरको माहौल छ, बेरोजगार गुण्डाहरू बस्या हुन्छन् चोकमा, हिँड्न नि ल्याङ बेलुका हिँड्दा पुलिसले चेकिङ गरे जस्तै चेकिङ गर्छ अरे। दिदीले अलिक पोजिटिभ सोच्ने बेला भयो जस्तो छ। अब ती बेरोजगार गुण्डाहरूलाई एटलिस्ट जब त दिइरहेछ नि त ओलीले, जाऊ चोकमा गएर बस भनेर। अनि त बेलुका बेलुका त झोलेहरूले चेकिङ गरेको होइन क्या, त्यो ट्राफिकको ट्रेनिङ दिएको। पोजिटिभ सोच्नुपर्छ दिदी, पोजिटिभ। सायद तपाईँ एमालेको मान्छे नभएर यस्तो पोजिटिभ थट नआयो क्या। अहिले एमालेको मान्छेहरू भने कस्तो पोजिटिभ सोच्छन्। तपाईले तस्बिर आफै बोल्छ भनेर त पक्कै कतै न कतै सुन्नु भएको होला। त्यसको लाइभ इक्जाम्पल हेर्नुहुन्छ। देख्नुभयो मैले के बोलिन, तर तपाईले सबै सुन्नुभयो नि। अब हाम्रो देशको नेताहरूको कुरा सुन्ने हो भने त कसम आफै गएर नेता बन्दिम कि जस्तो जोश उमङ्ग इच्छा जागेर आउँछ के। तपाईले ग्यास लाइटिङ भनेको सुन्नु भएको छ। मानसिक रूपमा कसैलाई आफ्नै सोच सम्झाइने वा वास्तविकता नै गलत छ जस्तो महसुस गराएर नियन्त्रण गरिने, छल गर्ने वा भ्रम गर्ने व्यवहार। अब यो ग्यास लाइटिङको एक्सपर्ट चाहिँ हाम्रो दुर्गा प्रसाईजी हुनुहुन्छ। तपाईहरु के को सुकुम्बासी? यो सरकारी जग्गा हैन, दालिमको बुवाको जग्गा हो, राजु पाण्डेको बाउको जग्गा हो। आफू एसी रुममा बस्ने, एसी गाडी चढ्ने, टर्निङ भएर रेस्टुरेन्टमा गएर दारु खाने, अनि सोसियल मिडियाले बनाइदिएको देवत्वकरण गरेर अनि गरिबका छाला छिलेर जुत्ता बनाउने। अब यी सबैको अन्त्य हुनको लागि पूर्वबाट माता पाथिभाराले दुर्गा माताले दुर्गा प्रसाईलाई पठाएको हो क्या, तपाईहरुको रक्षा गर्नको लागि। जसले घर भत्काउन आउँछ त्यसैको घर घर भत्काउनुस्, जसले लसार पसार गर्छ उसैको बुढीलाई लसार पसार गर्नुस्। मैले टिकटकमा यो भिडियो देखेँ, लेखेको छ इफ कन्ट्री गिभ अस अ चान्स वी वन्ट बी इन एनएससी लाइन एट 4 AM। के सब गल्ती देशकै हो? देशले चान्स नदिएकै हो? मेरो हिसाबमा एकजनाको मात्रै गल्ती कहिले हुँदैन, इट्स अलवेज 50-50। हुन त हो हाम्रो देशमा जब अपर्च्युनिटिज एकदम थोरै छ, इकोनोमी पनि एकदम कमजोर छ, करप्सन एकदम धेरै छ, र एजुकेसन सिस्टम पनि पुअर छ, र सरकार पनि चेन्ज भएकै गर्छ। तर एउटा विदेश जाने मान्छेले कहिले पनि भनेको सुन्नु भएको छ, हाम्रो देशको इकोनोमी एकदम कमजोर छ त्यही भएर विदेश जान आँटेको, करप्सन धेरै छ त्यही भएर विदेश जान आँटेको हो। जब नपाएर विदेश जाने पनि हुन्छन्, तर विदेश जाने मान्छेले पहिले माइन्डसेट बनाइसकेको हुन्छ। अब विदेशमा धेरै कमाइ हुन्छ भन्ने तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ, त्यही हो मेन कारण। अब मान्छेले भन्छन् ल विदेशमा जति कमाइ हुन्छ नेपाल सरकारले पनि त्यति नै कमाइ हुने जब दिनु पर्यो भन्दै हुनुहुन्छ होला। अब नेपाल जस्तो सानो देशको लागि त्यो हुनु भनेको एकदम इम्पोसिबल हो, र त्यो भन्नु भनेको मूर्खता हो। थाहा छ हाम्रो नेपालको सरकार एकदम जोतको छ, तर विदेश जानुमा फुल्ली हात गभर्नमेन्टको छैन। हामीलाई अब हायरार्कीमा जानु छ, आफ्नो लेभल बढाउनु छ, त्यही भएर त विदेश जान्छौँ नि। जे कुरामा पनि सरकारलाई नै दोष दिने एकदम नराम्रो बानी छ हाम्रो। तर हाम्रो देश सरकार जस्तो भयो भने हाम्रो देशमा एउटा कुरा चाहिँ एकदम राम्रो छ, त्यो हो हाम्रो देशको दोरी। मेरो हिसाबमा नेपालको दोरी चाहिँ एकदमै अन्डररेटेड छ। यति सम्झ म कति मिस गर्छु, म कति मिस गर्छु, सुत्ने बेला तिम्रै फोटोमा। अब यस्तो फोरी नेपालको दोरी कसले हेर्छ भन्दै हुनुहुन्छ भने 30 वर्षदेखि जबसम्म मान्छे मर्दैन यही दोरी नै मात्रै हेर्दै बस्छ नेपालमा। ए अप्ठ्यारोमा तिमीले नै नभने छामे हुन्छ, ए छाम्नै मन छ। अब तपाईलाई तपाईको माइन्ड डटी माइन्ड जस्तो लागेको थियो भने एकचोटि
नेपालको दोरी हेर्नु तब थाहा पाउनुहुन्छ डटी माइन्ड फ्लटी माइन्ड के हो भनेर। तर दोरी नेपालमा एकदम नेसेसरी थियो क्या, किनभने नेपालमा यस्तो यस्तो काण्ड हुन्छ जसलाई भुलाउन माइन्ड डाइभर्ट गर्न काहीँ त दिमाग लाउनु पर्यो नि त। जस्तै भर्खरै एउटा केस अगाडि आएको छ, मान्छेलाई मारेर बोरामा हालेर कालो प्लास्टिकमा प्याक गरेर बाटोको बिचमा ल्याएर फ्यालिन्छ। आम्मा त्यो मर्डर गर्ने मान्छेको त्यत्रो अड्यासिटी कि बाटोको बिचमा ल्याएर फ्यालिदिने। पहिलो बेला त मर्डर रेपहरू गरेर जंगलतिर ल्याएर फ्याल्ने चलन थियो नेपालमा, त्यो त हामीले देखेकै हो। 22 वर्षको केटाले 2टा बन्दुक र खुकुरी बोकेर हिँडिरहेको पुलिसले पक्रिन्छ। 1000 केजी भन्दा धेरै गाँजा पुलिसले पक्राउ गर्छ। अघि मैले भनेको थिएँ नि मान्छेमा डर सिद्धिसक्यो, न पुलिसदेखि डराउँछन् न सरकारदेखि डराउँछन्। अब हाम्रो देशमा धेरैवटा प्रब्लम छ, तर मलाई पर्सनली रिस उठेको प्रब्लम भनेको चाहिँ हाम्रो माननीय त्रिभुवन युनिभर्सिटीदेखि। अब यसो सोच्दा टियुले हाम्रो बारेमा राम्रो पो सोच्दैको हो कि एक्जाम ढिलो गराएर रिजल्ट ढिलो गराएर 4 वर्षको बीबीएसलाई 6.5 वर्षमा सिद्धिएर हामी युवाहरूलाई धेरै बेर नेपालमा राखेको पो हो कि? किनभने हामी त विदेश जाने नै हो, 12 सकेर पनि जाने नै हो, बीबीएस सकेर पनि जाने नै हो, जाने त जाने नै हो नि। तर त्रिभुवन युनिभर्सिटीमा कर्मचारी थोरै छन् कि बजेट पुगेको छैन कि के भएको छ मलाई थाहा छैन। असलमा भन्नुपर्दा सरकारले एजुकेसन सिस्टममा बाल दिएको छैन। एजुकेसन भनेको त पिलर अफ अ कन्ट्री होइन, जसले जनताहरूलाई लिटरेट बनाउँछ, एजुकेटेड बनाउँछ र देशलाई डेभलपमेन्टतिर लान्छ। अब मैले भन्न त सजिलो छ तर देश चलाउन गाह्रो छ होला। तर पनि यो सानोतिनो प्रब्लम चाहिँ होइन। मान्छेले भन्छ नि बोल्नु भन्दा अगाडि चाहिँ धेरै कुरा सोच्नुपर्छ भनेर, त्यही पनि मान्छे एउटा हायर पोस्टमा छ भने त एक्सट्रिम लेभलको धेरै कुरा सोच्नुपर्छ। देशको भ्रष्टाचार रोक्छु भनौँ भने 5 दिनमा रोकिन्छ, 5 दिनमा रोकिन्छ। खुला छोडिदिएर न भ्रष्टाचार भएको छ, कन्ट्रोल गर्ने हो भने कसरी भ्रष्टाचार हुन्छ? हाम्रो अहिलेको माननीय प्रधानमन्त्रीजीले 5 दिनमा भ्रष्टाचार रोकिन्छ भनेर इन्टरभ्यू दिनुभएको थियो। र अहिले मान्छेहरूले तपाईँले इन्टरभ्यूहरूमा त धेरै कुरा बोल्नु भएको थियो, तर न अहिले कारबाही गर्नुभयो न के गर्नुभयो भन्दै क्रिटिसाइज गर्दैछ। पहिलेको सरकारले यस्ता हालतमा देशलाई पुर्याइदिएर छोडिदियो कि अहिलेको यो सरकारले खासै के गर्न सक्दैन, केही गर्नलाई टाइम लाग्छ। तपाईँलाई के लाग्छ सुशीला कार्कीले अहिले एउटा नयाँ नियम बनाउनु भयो भने त्यो नियम लागू भइहाल्छ? त्यो नियम लागू हुनलाई पहिले बोर्डमा सबैजनाको सहमति चाहिन्छ, अनि अझै अप्पर लेभलको माननीय मान्छेहरूले त्यसलाई एप्रुभ गरेपछि मात्रै त्यो नियम लागू हुन्छ। अनि त्यो एप्रुभ गर्ने मान्छेहरू नै पहिलेको सरकारको अझै छन् भने के नै गर्न सकिन्छ। 2009 मा प्रचण्ड प्रधानमन्त्री भएको बेला उनको डिसिजनलाई बोर्डले पासै गर्दैन, प्रेसिडेन्टले उसको डिसिजनलाई रिजर्भ गरिदिन्छ। यो देखेर उनले प्रधानमन्त्रीको पोस्टै छोडिदिन्छन्, रिजाइन गरिदिन्छन्। भन्छन् म प्रधानमन्त्री भएको चाहिँ के फाइदा जब कसैले मलाई केही गर्नै दिँदैन, नामको मात्रै प्रधानमन्त्री भन्दै रिजाइन गरेका थिए। मजाले हेर्दा सिम्पल छ, देश चलाउने इज अल अबाउट युनिटी। मान्छेहरू एकसाथ युनाइटेड भयो भने, एकसाथ भयो भने देश चल्छ। पार्टीहरू पनि आफ्नो ठाउँमा एकसाथ भयो, सबैजना भयो, देश मजाले चल्छ। तर आदि जनता यता आदि पार्टी यता, मान्छेहरू भित्र इगो, मान्छेलाई जसरी नै हायरार्कीमा पुग्नु छ, अरू भन्दा ठुलो बन्नु छ, त्यस्तो भयो भने जुनै पनि देश एउटा अहिले नेपाल जस्तो छ त्यस्तै हुन्छ। श्रीकृष्णले भन्नुभएको छ लोभको ज्वाला कहिले मेट्दैन, जसले चाहनालाई जित्छ उसले जीवन जित्छ। तर यी हाम्रा देशका नेताहरू ठुला मान्छेहरूले करोडौं पैसा कमाइसके, जति मेहनत गरे त्यो भन्दा डबल ट्रिपल 100x पैसा कमाइसके, तर पनि यिनीहरूको लोभको ज्वाला मेटिएको छैन, तर पनि अझै सुकुन आनन्द पाएको छैनन् जिन्दगीमा। तपाईँ अब जस्ट इमेजिन गर्नु, तपाईँ अहिलेको प्रेजेन्ट केपी ओली भएको भए के गर्नुहुन्थ्यो? तपाईँ देशको 4 चोटि प्रधानमन्त्री भइसक्नु भयो, तपाईँको बैंक एकाउन्ट पनि एकदम भरिएको छ, 70 वर्ष कटिसक्नु भयो, 2 चोटि किडनी पनि फेरिसक्नु भयो। म भएको भए चाहिँ अब जिन्दगीमा धेरै ठुलो काम गरिसके, किडनी पनि फेरिसके, अब बाँचेको 1-2 दिन त छ भनेर आनन्दले जीवन बिताउँथे। तर भन्छ नि ग्रिडिनेसको आगो कहिले बुझ्दैन भने जस्तै त्यस्तै भइरहेछ यहाँ। होप तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला, परेन भने पनि आई डोन्ट केयर भन्दा पनि आई डु केयर, तर इट्स अल माई ओपिनियन। थ्याङ्क यू फर वाचिङ।